एमसीसी त्यो बेलाको सरकारले पास गरे हो, त्यो बेलाको सबै दलले पास गरेका छन्। राष्ट्रिय सहमति गरेर सदनमा जति पनि रहेका सबै पार्टीको सहमतिले त्यो पास भएको छ। त्यसो भने त्यो बेला को थियो? एमाले थियो, कांग्रेस थियो, माओवादी थियो, लगायत सबै दल थिए नि त। सबैको सहमति पास भएको छ, सदनले पास गरेका छ। अनि सदनमा जो सांसद थिए उनीहरूले गाली नगर्ने, सरकारमा को थिए तिनीहरूले गाली नगर्ने, एमाले कांग्रेस माओवादीले गाली नगर्ने। अनि एउटा कर्मचारीलाई चाहिँ दोष थुपार्दा त्यो लोकले चाहिँ बुझ्दैन, अहिलेको नेपाली नागरिकले बुझ्दैन। कर्मचारी भनेका चाहिँ सरकारका कारिन्दा हुन्। सरकारले अराएको काम गर्नुपर्छ कि उसले राजीनामा दिनुपर्छ। त्यसले गर्दाखेरि जो अघि एमसीसीको टुङ्ग्यौं पहिला, त्यो बेला कुलमान घिसिङ एउटा कर्मचारी हो। कर्मचारी भनेको सरकारले आदेश दिएको काम गर्नुपर्छ कि राजीनामा दिनुपर्छ। त्यसले गर्दाखेरि उहाँको हात छैन एमसीमा भन्ने कुरा हामी क्लियर हुनुपर्छ। नमस्कार दर्शकवृन्द, म कुशल किराँती यहाँलाई हार्दिक स्वागत गर्न चाहन्छु। तपाईँ अहिले विभिन्न अनलाइन टेलिभिजन एकैसाथमा हेरिरहनु भएको छ। म फेरि पनि यहाँलाई हार्दिक हार्दिक स्वागत गर्न चाहन्छु। दर्शकवृन्द, हामीले विगतका दिनहरूमा सामसामिक विषयवस्तु, राजनीतिक विषयवस्तुमा हामीले कुराकानी गरिरहेका छौँ र हामीले आज हाम्रो माझ हुनुहुन्छ तपाईहरु समक्ष आज हामीले यस्ता युवा जुझारु अहिले भर्खरै दर्ता भएको उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य हुनुहुन्छ आदरणीय मित्र जेन्टल लावती। जेन्टल जी, यहाँलाई स्वागत छ। धन्यवाद। सन्चै हुनुहुन्छ? एकदम ठिक छ। तपाईँ आज एक्कासी तपाईले हाइट्रिक गर्नुभयो, पुरै उज्यालो नेपालको केन्द्रीय सदस्य बन्नुभयो। फर्स्ट अफ अल तपाईलाई बधाई छ। धन्यवाद। यो सँगै तपाईलाई आरोप पनि छ, एउटा कट्टर एउटा पहिचानवादी युवा आज चाहिँ पहिचानलाई सौदाबाजी गर्यो भन्छ। कतिपयले अलिकति ग्राउन्डमै झरेर पहिला गयो पनि भन्छ तपाईहरुलाई के? त्यस्तो भएको हो तपाईहरु? विशेष त उज्यालो नेपाल पार्टीका आवश्यकता किन पर्यो भनेर बुझ्नुपर्ने हुन्छ। उज्यालो नेपाल पार्टी भनेको देशले उज्यालो बनाउनको लागि हो। बत्ती बालेर उज्यालो हैन कि देशलाई नै उज्यालो बनाउने पार्टी निर्माण गर्न खोजेको हो। देशको हरेक समस्यालाई समाधान दिनको लागि, हरेक खालको समस्या छ नि त। यहाँ त पहिचानको समस्या होला, यहाँ लैंगिक समस्या होला, यहाँ वर्गीय समस्या छ हैन, यहाँ सुशासनका कुराहरू छ, समृद्धि र सामाजिक न्यायका कुराहरू छ। यी सबै समस्याहरूलाई हल गर्नको लागि उज्यालो नेपाल पार्टी निर्माण भएको हो। र जुन त्यो प्रश्न गर्नुभयो, पहिचानको मुद्दा हामीले छोडे हैन। पहिचानको मुद्दा लगभग म आफैलाई पनि 20-22 वर्ष ढुङ्गा हानेको छु त्यो सडकबाट। अब हामी सडकबाट मात्र हैन, अब हामी सदनबाटै मुद्दा स्थापित गर्नको लागि चाहिँ अहिले यो उज्यालो नेपाल पार्टीमा जोड्या हो। अनि उज्यालो नेपाल पार्टी खोल्नुभन्दा दर्ता हुन अगाडि तपाईले ठुलो कुरा गर्नुहुन्थ्यो हैन? तपाईहरुको साथमा त डाक्टर प्रोफेसरहरु पनि हुनुहुन्छ, निकै अनुभवी, दक्ष भएको, परिपक्व, म्याच्योर मान्छेहरु। अनि हामी पहिचानको संयुक्त मोर्चा बनाउनु भयो, के गर्नुभयो, त्यत्रा साराको सारा नाटकबाजी चाहिँ किन गरेको त तपाईहरु? आखिर तपाई अरु पार्टीमा जानु हुने रहेछ, अन्य पार्टीमा जानु रहेछ। पहिचानवादी मोर्चा अर्थात संयुक्त पहिचानवादी मोर्चा कुनै पार्टी होइन। त्यो चाहिँ पहिचानको मुद्दालाई स्थापित गर्नको लागि बनेको एउटा मोर्चा मात्र हो, त्यो पार्टी होइन, पार्टी थिएन। हाम्रो त्यो चाहिँ एउटा अभियान थियो जहाँ चाहिँ सबै पहिचानवादीहरूलाई चाहिँ एक ठाउँमा उभ्याउने भन्ने एउटा अभियान हो। त्यो छँदैछ। तर पार्टी बन्नका लागि त्यो आदर्शलाई त तपाईहरुले खडा गरेको हो नि त। पार्टी होइन, तपाईहरुले बोल्नु भएको छ के हाम्रो मिडियामा? त्यो अभियान हामी यो पार्टीकै रूपमा ठुलो चाहिँ रूपमा चाहिँ हामी गठित हुन्छौं, साराका सारा देशभरिका चाहिँ नि पहिचानवादीलाई एकजुट गराउँछौं भन्नु। जस्तै मैले भने त्यो अभियान थियो, अभियानबाट पार्टी निर्माण गर्ने भन्ने कुरा थियो। तर पार्टीको नाम त हामीले भनेका थिएनौं नि त। त्यसले गर्दाखेरि त्यो अभियान थियो। यो अहिले उज्यालो नेपाल पार्टी नै पहिचानवादी मोर्चामा बसेका पनि, संयुक्त पहिचानवादी मोर्चामा बसेका साथीहरू र बाहिरका साथीहरू पनि सबै मिलेर बनेको पार्टी हो क्या। विशेष गरेर उज्यालो नेपाल अभियान चलाउनु भएको थियो, जो अहिले देशको हामी उज्यालोको महानायक भन्छौं हैन। उज्यालो नेपालको कुलमान घिसिङ सरले पनि एउटा अभियान चलाइराख्नु भएको थियो। त्यसले गर्दा देशले उज्यालो दिनको लागि हामी सबै मिलेर अहिले चाहिँ दलको रूपमा लिएर आएको हो। त्यसले गर्दा हिजो हामी दलको रूपमा थिएनौँ, सबै कुरो चाहिँ नि मिलाएर मर मसला सबै कुरो लाएर चाहिँ नि पकाएर टक्क चाहिँ थाल पस्केर अगाडि ल्याउनु हो।
त्यसपछि आफ्नोभन्दा अलिकति राम्रो भाग अर्कोको भागमा अलिक मिठो परिकार देख्नु हो, आफ्नो भाग फ्याँक उता साइड लगाएर अर्काको खानु गएको हो तपाईँहरू? त्यो होइन, हामीले चाहिँ एउटै भाँडामा चाहिँ मिलेर खाना होइन पकाउने र पस्काएर सबै नेपाली नागरिकलाई दिने हामी सबैको साझा पार्टी निर्माण गर्न खोजे हो। 3 करोड नेपालीको पार्टी निर्माण गर्न खोजे हो। त्यसले गर्दाखेरि त्यो परिकार मन परेन हैन, पहिचानको मुद्दा यहाँ किन छैन? हामीले भन्यौं त देशको समस्याहरू सबै सम्बोधन गर्ने पार्टी भनिसकेपछि सबै खाले समस्याहरू हल गर्नको लागि यो पार्टी भनिसकेपछि सबै कुराहरू छ। यहाँ कुलमानले पहिचानको मुद्दालाई स्वीकार्छ त? तपाईहरुको अध्यक्ष त अनुप उपाध्याय हुनुहुन्छ। त्यो प्रश्न जायज छ। उपाध्यायजीले स्वीकार्नुहुन्छ त? जुन प्रश्न सोध्नुभयो हामीले यो क्लियर गर्नै पर्छ। अनुप कुमार उपाध्याय भनेको हिजो ऊर्जा सचिव हुनुहुन्छ, हाम्रो अहिलेको मन्त्रीज्यूको ऊर्जा सल्लाहकार पनि हुनुहुन्थ्यो। उहाँलाई चाहिँ किन अध्यक्ष बनाइयो भन्ने कुरा पनि त हेर्नु पर्यो। जस्तै उज्यालो नेपाल पार्टीको विधानमा चाहिँ के छ भन्दाखेरि अध्यक्ष लगायत केन्द्रीय सदस्यहरू यदि सरकारमा जाने हो भने, यदि मन्त्री हुने हो भने पार्टीको जिम्मेवारी छोड्ने भन्ने छ कि पार्टीको मात्र काम गर्नु पर्यो कि सरकारको मात्र काम गर्नु पर्यो। हिजो पुराना दलभन्दा अनि अलिक पृथक खालको हामीले पार्टी निर्माण गर्नु खोजेका हो। त्यसले गर्दाखेरि अहिले हाम्रो जो कुलमान घिसिङ जो उज्यालो नेपालका महानायक हामी भन्छौँ, उहाँ चाहिँ अहिले 3टा मन्त्रालय सम्हालेर बसिराख्नु भएको छ। त्यसले गर्दाखेरि मन्त्री हुँदा हुँदै पार्टी अध्यक्ष बन्न नपाउने विधानमै भएको हिसाबले र अहिले तत्कालै उहाँले मन्त्री छोड्यो भने फेरि सरकार पनि अलिकति उहाँले नै बढी अब अहिले देखिने काम गरिराख्नु भएको छ। त्यो हिसाबले पनि उहाँले किन यो चाहिँ उज्यालो पार्टी उहाँले चाहिँ अहिले अध्यक्ष बनाउन सकेन। त्यसले गर्दाखेरि हैन, उहाँ मन्त्री छोडिसकेपछि उज्यालो नेपाल पार्टीको अध्यक्षमा उहाँ हुनुहुन्छ। तपाईको साराले भनिरहेको छ चाहिँ नि उज्यालो पार्टी होइन एमसीसी पार्टी हो। यो एमसीसी पार्टीको मध्यस्थ कुलमान घिसिङ नै हो। तपाईको अर्को एमसीए को चाहिँ उहाँ चाहिँ त्यहाँको मेम्बर हुनुहुन्छ। उहाँले मन्थली 3 लाख रुपैयाँ त पारिश्रमिक लिइरहनु भएको छ भन्ने कुरा चाहिँ खुलासा भइसकेको छ। यस्तो छ, एमसीसी के हो भन्ने बुझ्नुपर्छ। एमसीसी सदनले पास गरेको हो। कुनै पनि एउटा कर्मचारीले एमसीसी पास गर्दैन र तपाईहरुले त्यो इतिहास ड्राफ्ट चाहिँ कसले तयार गरेको त? हैन, त्यो ड्राफ्ट एमसीसी चाहिन्छ हामीलाई, यो चाहिँ नि परियोजनाको ड्राफ्ट बनाउने त कुलमान घिसिङ हो नि त। एमसीसी ल्याउने भनेको त्यो बेलाको सरकार सब स्टेसन चाहियो, बिजुलीको स्टेसन चाहियो, पानीको यो चाहियो, दुनिया चाहिँ नि सारा ड्राफ्ट नबनाएको भए हैन। पहिलो कुरा एमसीसी चाहिँ ऊर्जा मन्त्रालयले ल्याउँदैन। ऊर्जा मन्त्रालय अन्तर्गत उहाँ चाहिँ विद्युत निर्देशक हुनुहुन्थ्यो हैन, विद्युत कार्यालयको निर्देशक हुनुहुन्थ्यो। निर्देशकले त्यो काम गर्दैन। एमसीसी भनेको अर्थ मन्त्रालयसँग जोडिन्छ। अर्थ मन्त्रालयमा उहाँ हुनुहुन्थ्यो, तपाईँ हेर्नुहोस् त्यो। र अर्को कुरा त्यो बेला को प्रधानमन्त्री थियो, को अर्थमन्त्री थियो, त्यो हेर्नु पर्यो नि त। त्यो बेला ज्ञानबहादुर हैन को पालामा उहाँले चाहिँ त्यो एमसीसी को सही गरेको छ। कुलमान घिसिङले त्यहाँ सही गरेको छ। संसदबाट पास भयो, तर त्यसको आदर्शिलाहरू तयार गर्ने कुरा त अर्को कुरा गर्यो नि त। हैन, त्यो होइन, त्यो एकदम त्यो भनेको चाहिँ त्यो के रे त्यो बिजुली उत्पादनको लागि यति चाहिँ त्यो चाहिँ बुझेर नि बुझ पचाएर चाहिँ त्यो चाहिँ अब भाइरल हुनाले चाहिँ त्यो कुरा गरिरहेछन्। त्यो अर्को कुरा चाहिँ के राजनीतिमा चाहिँ एउटा के हुन्छ भन्दाखेरि त्यो ब्लेम लाएर चाहिँ आफू हिरो हुने एउटा चलन छ, त्यो सरासर गलत हो। त्यसले गर्दा एमसीसी त्यो बेलाको सरकारले पास गरे हो। त्यो बेलाको सबै दलले पास गरेका छन्। राष्ट्रिय सहमति गरेर सदनमा जति पनि रहेका सबै पार्टीको सहमतिले त्यो पास भएको छ। त्यसो हो भने त्यो बेला को थियो? एमाले थियो, कांग्रेस थियो, माओवादी थियो, लगायत सबै दल थिए नि त। सबैको सहमति पास भएको छ, सदनले पास गरेका छ। अनि सदनमा जो सांसद थिए उनीहरूले गाली नगर्ने, सरकारमा को थिए तिनीहरूले गाली नगर्ने, एमाले कांग्रेस माओवादीले गाली नगर्ने। अनि एउटा कर्मचारीलाई चाहिँ दोष थुपार्दा त्यो लोकले चाहिँ बुझ्दैन, अहिलेको नेपाली नागरिकले बुझ्दैन। मध्येका एक चाहिँ मुख्य पात्र त्यो सरासर गलत हो। त्यो चाहिँ नि एमसीसी परियोजनालाई कसरी लागू गर्ने, त्यसको आवश्यकता, त्यसलाई चाहिने हैन के को लागि एमसीसी चाहिन्छ, कहाँ प्रयोग गर्ने, के को लागि लगानी गर्ने भन्ने कुरा सम्पूर्ण डाटा चाहिँ त्यो प्रपोजल भनौँ न, खालको प्रपोजल तयार गर्ने त कुलमान घिसिङ नै हो भन्ने आरोप छ। अर्को कुरा के पनि छ भने कुलमान घिसिङलाई पछिल्लो समयमा उहाँले दिएको अभिव्यक्ति, मलाई जनताले कर्मचारी बनायो, कार्यकारी निर्देशक बनायो भन्ने अभिव्यक्तिलाई आपत्ति जनाउँदै पुष्पकमल दाहाल प्रचण्डले भनेको छ कुलमान घिसिङ मान्छे बैगुनी रहेछ, मैले टपक्क टिपेर उहाँलाई निर्देशक बनाएको, त्यो भुल्नुहुन्छ भन्ने यावत कुराहरू छ। प्रथम कुरा, कर्मचारीहरू कुनै पार्टीका हैन कार्यकर्ता जस्तो हुँदैनन्। कर्मचारी भनेका सबै नेपाली नागरिक हुन्। नेपाली नागरिकले कर तिरेर जाहेर खाएका हुन्।
त्यसले गर्दाखेरि उनीहरूले जिम्मेवारी दिने कुरा एउटा होला, तर विद्युत प्राधिकरणको निर्देशक ल्याउने कुरा एउटा होला। तर उहाँले पनि जनताको काम त गरिराख्नु भएको छ नि त। त्यो के निर्देशक ल्याउँदाखेरि कुनै माओवादीको मात्र त्यहाँ चाहिँ ल्याएर राख्नुपर्ने भन्ने हुन्छ, काङ्ग्रेसको सरकारमा काङ्ग्रेसले मात्रै ल्याएर राख्ने भन्ने कुरा हुन्छ। त्यसले कर्मचारी भनेको सबैको साझा हुन्, सबैको काम गर्नुपर्छ। कर्मचारी हुँदा अर्को कुरा तपाईँको प्रश्न, अर्को कुरा के भने कर्मचारी भनेका चाहिँ सरकारका कारिन्दा हुन्, सरकारले अराएको काम गर्नुपर्छ कि उसले राजीनामा दिनुपर्छ। त्यसले गर्दाखेरि जो अघि एमसीसीको टुङ्ग्यौँ पहिला, त्यो बेला कुलमान घिसिङ एउटा कर्मचारी हो। कर्मचारी भनेको सरकारले आदेश दिएको काम गर्नुपर्छ कि राजीनामा दिनुपर्छ। त्यसले गर्दाखेरि उहाँको हात छैन एमसीमा भन्ने कुरा हामी क्लियर हुनुपर्छ, पहिलो कुरा। दोस्रो कुरा के हो भने प्रचण्डले ल्यायो या माओवादी ल्यायो काङ्ग्रेस ल्यायो जस्तै ल्याओस्, त्यो महानिर्देशक बनाउने कुरामा उहाँहरूले ल्याउनु भयो अरे, तर के आफ्नो पार्टीको भनेर ल्याउनु मिल्छ? पार्टीको होइन नि त। र उहाँ त्यो जाहेरी छोडिसकेपछि राजनीति गर्ने उहाँको स्वतन्त्र राजनीतिक नियुक्ति हो हैन। प्रचण्ड प्रधानमन्त्री हुँदा जनार्दन शर्मा ऊर्जा मन्त्री हुँदाखेरि उहाँले टिपेरै ल्याएको हो। विद्युत प्राधिकरणको निर्देशक राजनीतिक नीति हुँदैन, यो भनेको चाहिँ एउटा कर्मचारी हो, जो भने कर्मचारी ल्याएर राख्ने हो। राजनीतिक नियुक्ति भनेको त तपाईँको कर्मचारी नभएको मान्छेले लगेर राख्ने चिज हो है। त्यसो भएको हुनाले उहाँ कर्मचारी हो, कर्मचारी हो। त्यो कर्मचारीलाई त्यहाँ लिएर त्यो स्थान दिने, त्यो अवसर दिने उहाँले फेरि त भुल्नु भएन नि त। प्रचण्डलाई किन भुलेको भन्ने कुरा छ। उहाँले जुन बेला 18 घण्टा लोड सेडिङ हटाउनु भयो नि, त्योभन्दा अगाडि पनि निर्देशक त थिए, तर उहाँले त गर्न सक्नु भएको थिएन होइन। तर उहाँले ल्याएर काम गरेपछि जो ऊर्जा मन्त्री हुनुहुन्थ्यो, जो सरकार हुनुहुन्थ्यो, हाई त बनाउने काम गर्नुभयो नि त उहाँले। उहाँको दक्षताको कुरा चाहिँ नगर्ने, उहाँको इमानदारिताको कुरा चाहिँ नगर्ने, त्यो प्रश्न चाहिँ किन उठिरहेको छ? त्योभन्दा अगाडिकोले के गर्यो? अर्को कुरा म त्यहाँ थप्छु, त्यो विद्युतमा चाहिँ तपाईँको अर्बौं घाटा थियो, अर्बौं मुनाफा ल्याएको छ नि, त्यो कुरा नगर्ने, त्यो कुरा चाहिँ गरिरहेको छैन क्या। त्यसले गर्दाखेरि मैले नाफा त हिसाबमा आयो तर खातामा आएन नि त पैसा, खोइ बाँकी अझैसम्म उठाइसक्नु भएको छैन। त्यस्तो होइन, तपाईँले त्यहाँ सबै हेर्नुभयो भने स्पिनिङ मिल लगायत चाहिँ नि ठुल्ठुला चाहिँ नि यहाँ त्यो कारखानाहरूले उद्योग धन्दाहरूले तिरेको छैन पैसा अझै। त्यो विद्युत बक्यौताको कुरा आयो। विद्युत बक्यौता भनेको चाहिँ के हो भन्दाखेरि एउटा सर्वसाधारणले चाहिँ 3 महिना के अरे कर नतिर्दा अर्थात् विद्युतको महसुल नतिर्दा लाइन काटिदिने, तर उद्योगहरूलाई चाहिँ लाइन पनि दिनुपर्ने अनि बक्यौता पनि नतिर्ने, जुन काम चाहिँ अरू मन्त्री र अरू सरकारले गरेका थिएन। तर अहिले कुलमान घिसिङले कम्तीमा किस्तामा लाइन त हालिरहेको छ नि त। 22 अर्बभन्दा बढी विद्युत बक्यौता उठाउने काम गरिरहेको किस्ता तिरिरहेको छ। सक्यो नि त। अब फेरि के हुन्छ त? अब फेरि के अरे पहिलाकै कार्यकारी निर्देशक त अदालतबाट आदेश सहित आइसक्यो त। त्यो सर्वोच्च अदालतको न्यायालय पनि अचम्मको छ। त्यो चाहिँ हिजो हितेन्द्र साक्य आइसक्यो। हिजो के अरे केपी ओली सरकार हुँदा हैन, कुलमान घिसिङले त्यही निर्देशकबाट हटाएर उहाँले सर्वोच्च अदालतमा मुद्दा हाल्दाखेरि चाहिँ उहाँले ल्याउने काम गरिएन। अहिले जुन रूपमा चाहिँ हितेन्द्रलाई हटाएको पनि होइन, उहाँले अर्को ठाउँमा पनि ट्रान्सफर गरे हो, जिम्मेवारी सर्व मात्र गरे हो, तर त्यसमा चाहिँ सर्वोच्च अदालतले ल्याउने काम गरेको छ। त्यो चाहिँ सर्वोच्च अदालत किन यस्तो भयो त? यो हो भन्ने घिसिङले हिजो मुद्दा सम्मानित अदालतले त्यो गलत गर्यो म भन्दिनँ, तर रियालिटी के भयो भन्दा नेपाली जनताले छलङ्ग बुझेको छ। हाम्रो न्यायालय कस्तो छ भन्ने कुरा नेपाली जनताले बुझेको छन्। कुलमानको चाहिँ त्यो रूपमा निर्णय नगर्ने, आज चाहिँ हितेन्द्रले चाहिँ फेरि के अरे त्यही खालको मुद्दा हो नि त, एउटै मुद्दा हो नि त, तर हितेन्द्रले ल्याएर राख्ने भनेपछि आएपछि त उहाँले आएकै 1 हप्तामा बिजुली साराको सारा कुलमानले हिजो नाफामा छ भनिरहेको एउटा प्राधिकरणलाई, सिङ्गो सङ्गठनलाई यो पुरा घाटामा छ, के गर्नुहुन्छ हजुर? सबै त घाटामा छ, पैसा त छैन, के गर्नु भनेर त्यस्तो खालको रुवाबासी गर्ने अब कार्यकारी निर्देशकलाई फेरि ल्याएपछि त फेरि त्यही घाटामै जाने होला। अब त्यो चाहिँ कस्तो छ भन्दा अहिले ऊर्जा मन्त्री आफै कुलमान घिसिङज्यू भएको हुनाले त्यो निर्देश के अरे विद्युत प्राधिकरणलाई चाहिँ घाटामा लाने काम गर्नुहुन्छ भन्ने निर्देशक मान्छ त साक्यले। मन्त्री भन्दा ठुलो निर्देशक घिसिङको भनाइ मान्छ त? हैन, मन्त्री भन्दा ठुलो हो निर्देशक। निर्देशक त एउटा कर्मचारी हो, मान्नु पर्ला। मन्त्रीको कुरा मानेन भने अदालतले पुनः स्थापना गरेको पद त फेरि उसको पनि आफ्नै खालको एउटा होला। मानेन भने फेरि उहाँलाई अर्को ठाउँ ट्रान्सफर गरिन्छ, उहाँ जाने ठाउँ अदालत त जान पाउनुहुन्छ। त्यो त पायो भने चलिरहन्छ, त्यो त चलिरहन्छ, त्यो एउटा प्रक्रिया भइरहन्छ। सो अब हेर्नुहोस्, अब पछिल्लो समयमा हर्क साम्पाङ र कुलमान घिसिङको अलिकति राजनीतिक एउटा खटपट देखिरहेको छ होइन। किन भन्दाखेरि त कुलमान घिसिङले हिजो हर्क साम्पाङसँग जुन किसिमको सल्लाह मिलेर पार्टी खोलौँ भन्ने सल्लाह गरेको मान्छेले 3वटा मन्त्रालय पाएपछि रातारात चाहिँ अवसरको खोजीमा
बसे जस्तो स्वाट्टै गयो, पछि पार्टी खोलौँ भन्दा पनि आएन। अहिले मिलौँ भनेर हुन्छ, मिलौँ भन्छ, तर यस्तो खालको हुँदैन। एमसीसी मतियारै हो भन्ने उहाँले त एकदम जिकिरै गर्नु भएको छ त अर्को साम्पाङले। यो कुरा चाहिँ के हो भन्दाखेरि प्रथम कुरा पार्टी खोल्नेको कुरा गरौँ। जेनजी विद्रोह भन्दा अगाडि भदौ 23-24 भन्दा अगाडि नै श्रम संस्कृति पार्टी दर्तामा गइसकेको थियो। म त्यसको प्रमाण हो, किनभने त्यो पार्टी दर्ता भइरहँदाखेरि म पनि एउटा छलफलमा थियो श्रम संस्कृति पार्टी निर्माण हुने क्रममा। त्यसले गर्दाखेरि त्यो जो अब जेनजी विद्रोह पछाडि दुईजनालाई काठमाडौँमा तपाईँको त्यो बेला त अब 18 देशले त स्थिति थियो नि त। त्यो बेला राष्ट्रपति समक्ष र सेनापति समक्ष कुलमान घिसिङलाई पनि बोलाया हो हैन, हर्क साम्पाङलाई बोलायो होला, कुलमान घिसिङले बोलाएको थियो। देशको प्रधानमन्त्री कसले बनाउने भन्ने कुरा छलफल उहाँ दुईजनाले बोलाएको थियो। तर मन्त्री हुने कुरामा तपाईँले सुन्नु भएको छ जेनजी आन्दोलनमा नेतृत्व गरेर सुदन गुरुङले बोलेको छ। कुलमान घिसिङले हामीले ढोगेर ल्याएको हो, ढोगेर बनाएको हो। तर कुलमान घिसिङले आफै बोल्नु भएको छ म मन्त्री बन्न चाहेको थिइनँ। तर यत्रो विद्रोह पछाडि जेनजी आन्दोलनको त्यो जो मुद्दाहरूलाई स्थापित गर्नको लागि संस्थागत गर्नलाई तपाईँहरू उभिदिनु भनिसकेपछि अब देशले बचाउनको लागि पनि र जेनजी आन्दोलन विद्रोहपछि उठेको मुद्दालाई स्थापित गर्नको लागि जिम्मेवारी दिएर त बस्नु पर्यो नि त, भाग्नु त मिलेन। ठीक छ, जिम्मेवारी लिनुभयो। एमसीसीको बारेमा मतियार होइन, अब एमसीसी कुरा एमसीसीमै जोडौँ। एमसीसीको कुरा अघि जति हामी व्याख्या पनि गरौँ। अर्को कुरा चाहिँ के भने एमसीसीको बारेमा आज मात्र तपाईँको फेसबुक सञ्जालमा एकदम व्यापक आएको छ। श्रम संस्कृति पार्टीका केन्द्रीय उपाध्यक्षज्यूले बोल्नु भएको छ, तपाईँ चिन्नुहुन्छ मित्र परियार, उहाँ उपाध्यक्ष हुनुहुन्छ अहिले श्रम संस्कृति पार्टीको। उहाँले बोलेको क्लिप्स हेर्नुहोस् त। एमसीसीले जसले विरोध गर्यो त्यो मान्छे अबुझ छ भन्ने किसिमले उहाँले बोल्नु भएको छ। एमसीसी ठिक छ भनेर बोल्नु भएको छ श्रम संस्कृति पार्टीकै उपाध्यक्षज्यूले। आज सञ्जाल हेर्नुहोस् त, छैन भने म तपाईँलाई यहाँ दिन्छु। पार्टीमा आएर विरोध गरे, त्यसले गर्दाखेरि पार्टीमा आएर बोलेको पहिला कोही पार्टीहरू हैन कस्तो पहिलो र अहिले भने हुन्छ। एउटा नेतृत्व भइसकेपछि त्यसको जिम्मा लिनु पर्दैन हैन। श्रम संस्कृति पार्टीको उपाध्यक्ष बनिसकेको कुरा र त्योभन्दा अगाडि बोलेको त अलि फरक होला नि त। सिचुएसन फरक छ, माहौल फरक छ, त्यही हो नि त, अवस्था फरक हुन्छ। व्यक्तिले चाहिँ के पार्टीको अर्को पार्टीमा गएर बोल्दा फरक बोल्ने भन्ने कुरा हुन्छ। तपाईँ राजनीति गर्ने मान्छेहरुको रियालिटी के हो त्यही बोल्नु पर्छ। राजनीति गर्ने मान्छेहरुले बारे प्रवृत्ति त एमसीसी के हो भन्ने कुरा त उहाँ प्राय राजनीति कर्मीहरु हिजो उपाध्यक्ष नहुँदा एमसीसी ठिक बन्ने, आज उपाध्यक्ष भएपछि बेठिक भन्न त मिल्दैन होला नि त। एउटै व्यक्तिमा दुई चरित्र हुन्छ, त्यो त हुँदैन नि। रियालिटी जे त्यो बोल्ने हो, उहाँले बोल्नुभयो। तपाईले भन्न खोजेको जुन तपाईले स्पष्टीकरण दिइरहनु भएको छ, कुलमान घिसिङको एमसीसी पास गर्न कुनै हात छैन, एमसीसी को मतियार होइन कुलमान घिसिङ। ओके ल, कुलमान घिसिङले लाई यत्रो प्रश्न भइरहेको छ, विशेष गरी हर्क साम्पलले पनि प्रश्न गरिरहनु भएको छ, एमसीसी को यदि मतियार होइन भने के हो त भूमिका? तपाईले स्पष्टीकरण दिनु पर्यो। एमसीसी को विरोधमा बोल्न सक्नुहुन्छ? ल, यदि तपाईँ एमसीसी मा तपाईको कुनै पनि भूमिका छैन भने एमसीसी मुर्दाबाद भन्नुस् त। ल, तपाईँ जनता अगाडि त्यो भनेर देखाउन सक्नुहुन्छ भनेर प्रथम कुरा चुनौती दिनु भएको छ। प्रथम कुरा इमानदार लिडरले चाहिँ एउटा साँच्चै देशलाई नै हाँक्छु भन्ने एउटा चाहिँ देशले जिम्मा लिन्छु, देश हाँक्न सक्छु भन्ने एउटा चाहिँ हैन सोच विचार बोकेकोले एमसीसी कसले पास गरेको हो भन्ने कुरा पनि सुझबुझ राखेन भने त्यो व्यक्तिले देश हाँक्न सक्दैन। एक अर्को कुरा, एमसीसी पास भएर पनि लागू भएर पनि अगाडि बढिसकेको अवस्थामा त्यो सुकेको घुले कटाए जस्तो हुन्छ। अहिले एमसीसी मुर्दाबाद भनेर हुनेवाला छ? त्यो द्वितीय सदनले पास गरिसकेको छ। द्वितीय पास गरिसकेपछि हुन सक्छ नि त। तपाईले जनताले खारेज सुकेको गु चाहिँ गोटामा गनाउँछ भने त्यसलाई पुर्दाखेरि त्यसलाई व्यवस्थापन फ्याँक्दा त हुन्छ नि त। त्यसलाई हैन अगाडि राखिराख्नु पर्छ नि। पहिलो कुरा के हो भन्दा एमसीसी एउटा प्रोजेक्ट हो। त्यो चाहिँ के हो भन्दा एउटा अनुदान हो, अमेरिकाले दिएको अनुदान हो। नेपालमा यस्ता अनुदान धेरै लिएका छन्, यो एमसीसीले पनि बनाउनु पर्दैन। यो अनुदान आएको, अनुदानको रूपमा आएकोलाई यो त नेपालको त एउटा ढिकुटी हो नि, प्रोपर्टी पनि त हो। त्यसरी अनुदान र एमसीसी मा फरक छ? फरक छैन। यो एमसीसी मा त नेपालको कानुन भन्दा माथि छ क्या यो। त्यो भनाइ हो। यहाँको नेपालको कानुनले कुनै पनि हिसाबले छेक बार गर्न नपाउने, बन्देज गर्न नपाउने, त्यो किन एमसीसीको परियोजनालाई त्यो किन भन्यो? जुनसुकै खालको चाहिँ के छ, उसले चाहिँ काम पनि गर्न सक्छ, गतिविधि गर्न सक्छ, तर एमसीसी मा कुनै पनि अवरोध नेपालको कानुनले गर्न नपाउने, चेक्न नपाउने। जस्तै त्यो चाहिँ कसरी आयो? आधारतन गर्न नपाउने। नेपालको सम्झौतै गरेको छ। नेपालको सरकार चाहिँ स्थायी छैन क्या, अस्थायी हुन्छ। जुन कारणले अनुदान दिनेहरूले त्यो कुरा ल्याएका हुन्।
तपाईहरुको आइन ठिक छैन। तपाईहरु जुन सरकार बन्ने बित्तिकै फेरबदल गरिहाल्नुहुन्छ। यदि तपाईहरुले एमसीसी चाहिएको हो भने, तपाईले यदि अमेरिकी अनुदान चाहिएको भने हामी दिन्छौं, तर तपाईहरुको आइनले चाहिँ त्यो रोकछेक गर्नु भएन। तपाईको सरकार फेर्ने बित्तिकै चाहिँ तपाईहरुको सरकारले फेर्न छेक्नु भन्ने खालको उनीहरुको प्रस्ताव आएको हुन सक्छ। मेरो कुरा हैन, संविधान भन्दा माथि छैन हैन, त्यो सम्झौताहरुको धाराहरु त्यस्तै छ त। संविधान भन्दा छैन, त्यो राम्रो अध्ययन बुदाहरुले त्यही खुलाउँछ त। त्यसले गर्दा त्यो छैन। नेपालको संविधानले कानुनले नरोक्ने, नछेक्ने, बाधार्चना गर्न नपाउने भनेर प्रश्न ल्याएको छ। संविधान भन्दा माथि छैन। एक कानुनको कुरा छ, कानुन फेरबदल हुन सक्छ हैन। त्यसले गर्दाखेरि अनुदान दिनेहरूले पनि चाहिँ स्पष्ट भइसकेपछि दिन्छन्। अनुदान दिन्छन्, फेरि अब लिने नलिने क्लियर हुनुपर्छ र अनुदान लिइसकेपछि सही काम गर्नुपर्ने हुन्छ हैन। त्यसले गर्दाखेरि त्यो एउटा विकासको लागि धेरैले तर्क गरेका छन् त, विकासको लागि चाहिन्छ भन्ने पनि छन्, तर केही चाहिँ यो ठिक छैन भन्ने पनि छ। त्यो दुईटै तर्क छ। तर मैले तपाईले भन्नु खोजेको यो भन्दाखेरि त्यो द्वितीयले पास गरेर पनि लागू भइसक्यो त्यो एमसीसी। त्यो प्रोजेक्टको बारेमा अहिले व्याख्या विश्लेषण बहस गरिराख्नु भनेको समय बर्बाद गर्नु मात्र हो क्या। अहिले बरु अब के गर्ने भन्ने कुरा राष्ट्रघाती सम्झौता छ भने त त्यो हिजो कुनै पनि तपाईको सुन्नुस्, राष्ट्रघातीको कुरा गर्नुहुन्छ भने तपाईको सबैलाई त उल्ट्याउनु पर्यो नि त। तपाईको हिजो महाकाली सम्झौताहरु राष्ट्रघाती भन्यौ नि त। यही सप्तकोशीको कुराहरु चाहिँ हामी के रे राष्ट्रघाती भन्छौं नि त। खोइ त धेरै सरकारहरु पनि उल्टाउन सक्यो त। त्यो त त्यो बेलाकाहरूले गरेका कुरा हो। त्यही सम्झौता गरेको सरकारहरु त्यही व्यक्तिहरु त्यहाँ गएपछि त कसरी उल्टिन्छ त? त्यसले गर्दा आउनु पर्यो होला। त्यसले गर्दा अब यस्तो हो, अब एमसीसी भनेको हिजोकाले गरे, द्वितीयले के रे पास गरेर ल्याए। अब भोलि अब त्यो प्रोजेक्टै सुरु भइसकेपछि त्यो खारेज गर्नुपर्छ, याद कुरा हो। त्यसमा हामी समय नै बर्बाद नगरौँ म भन्छु। तर अब के गर्ने देशले भन्ने कुरा भनेपछि यहाँ अमेरिका सेनाहरु आएर चाहिँ यहाँ त्यो गर्दा पनि भयो। त्यो स्थिति यहाँ नेपाली छोरीचेली आमा दिदी बहिनी सबै प्रभावित हुँदै भयो। त्यो स्थिति छैन। नेपालको खनिज तरल पदार्थ खनिज पदार्थहरु सबै निकालेर लाँदा पनि भयो। त्यो स्थिति छैन। जस्तै देश भनेको त खतरा त्यो छ नि त। त्यसमा तपाईको अहिलेको खतरा छैन। तपाईको खतरा कुन देश हुन्छ भने विशेषज्ञले भनेको छ, हामीले भन्दा पनि हैन, कानुनविदहरुले भनेको छ। कुन देश हुन्छ भने अन्तर्राष्ट्रिय संगठन हुन्छ हैन, त्यहाँ जो आबद्ध छैन त्यो देशले खतरा हुन्छ। जसरी तपाईको के रे सिक्किम चाहिँ त्यो गर्यो भयो नि जो हैन, तर त्यो जस्तो हैन क्या नेपाल। यो चाहिँ अन्तर्राष्ट्रिय सम्बन्ध प्राप्त एउटा सदस्य हो है। त्यसो भएको हुनाले त्यस्तो राज्य अमेरिका अन्तर्गत त्यो युएन अन्तर्गत युनाइटेड नेसन अन्तर्गतको हाम्रो सदस्यता हो। त्यो भएको हुनाले त्यसमा कुनै देशले चाहिँ सेना उफार्ने गर्ने चाहिँ हैन, पुरै आफ्नो देश कब्जा गर्ने त्यो हुन सक्दैन है। एउटा सदस्य बनिसकेपछि त्यसो भएको हुनाले एउटा एमसीसी प्रोजेक्ट मात्र हो। त्यही भएर मैले चाहिँ यो चाहिँ समय खर्च नगरौँ, त्यत्रो द्वितीयले पास गरिसकेको मैले अघि तपाईले भनिसके। अर्को कुरा चाहिँ जसले चाहिँ अहिले कुलमान चाहिँ एमसीको मत्यार भनेर चाहिँ बोलिराख्नु भएको छ नि, उहाँले चाहिँ त्यो पास गर्ने एमाले कांग्रेस माओवादीले किन गाली नगरे होला? त्यो बेलाको सबैलाई गरे छ। कहाँ बोलेको छ? कहाँ तपाईको दमकमा गएर चाहिँ एमसीसी पास गर्नेहरु सबै चाहिँ विदेशी दलालहरु हुन् भनेको छ। दमकमा गएर तपाईले दमकमा गएर केपी ओली एमालेले चाहिँ एमसीसी पास गरेर बोल्नुभयो। नाम नतोकेको होला, पार्टी नतोकेको होला, तर समग्रमा भन्नु भएको छ एमसीसी राष्ट्रघाती सन्धि गर्ने सबले उहाँले बोलिराख्नु भएको छ कि पुरै के रे कुलमानले नै गरे जतिकै बोल्नु भएको छ क्या। त्यो बेलाको द्वितीय सांसदलाई किन उहाँले गाली गर्नु भएको छ? त्यो बेलाको पार्टीले किन गाली गरिराख्नु भएको छैन? त्यो बेलाको सरकारले किन गाली राख्नु भएको छैन? हैन, गर्नेहरूले चाहिँ गाली गर्ने हो क्या। नगर्ने व्यक्तिलाई चाहिँ ब्लेम लाएर चाहिँ आफू हिट हुन्छु भन्यो भने चाहिँ सारा नेपाली नागरिकले अब यो कुराहरू बुझ्छन्। त्यसले गर्दा मुख्य कुरा कुलमान जति गाली गर्नुहुन्छ नि उति चाहिँ उहाँलाई हर्कसाम्पाङको झन् उहाँको चाहिँ यसो नजिकबाट हेर्यौं, उहाँको टिमहरू उहाँलाई चाहिँ जनताले उहाँ चाहिँ कतिको रहेछ भने बुझ्ने मौका पाउँछन् क्या। त्यसले गर्दा यो चाहिँ धेरै बहस गरिराख्न आवश्यक छैन। देखाउने दाँतकोमा प्रयोग गरियो। कुलमान घिसिङ स्वयं अध्यक्ष थियो, पार्टीको आधिकारिक सदस्य थियो, अथवा दर्ता प्रक्रियामा जाँदा उहाँको पनि डकुमेन्टहरू चाहिँ युज प्रयोग भएको थियो भने एउटा कुरा। तर कुलमानलाई देखाउने दाँत बनाइदैछ। कुलमानलाई चाहिँ एउटा मार्केटिङ गर्ने एउटा अखरा बनाइ त्यो एउटा हुन्छ नि देखाउने एउटा त्यो डिस्प्लेको क्या, डिस्प्लेको लागि राख्छ नि सामानहरू। त्यो हिसाबले भोटलाई मार्केटिङ गर्ने एउटा चाहिँ उद्देश्यले कसलाई देखाउने त भन्दाखेरि कुलमानको नाम अहिले एक प्रकारले चर्चामा छ, नेपाली जनताले पत्याएका छ, मान्या छ। त्यो मानेमा कुलमान घिसिङलाई देखाउने मात्रै काम गरियो। हात्तीको जस्तो देखाउने दाँत कुलमान हो, चबाउने अनुप चाहिँ हैन अरु लगायत अरूहरू हो भन्दैछ। त्यो के हो त? मैले अघि तपाईले भनिसके विधानले त्यो बोल्छ। र अर्को उज्यालो नेपाल पार्टी
कुलमानको मात्र अनुपको मात्र भन्दा पनि अघि मैले भने 3 करोड जनताको पार्टी हो हैन। त्यहाँ भोलि जेन्टल लाउती पनि अध्यक्ष हुन सक्छ, या कुशल किराँती पनि भोलि आउनुभयो तपाईँ पनि अध्यक्ष बन्न सक्नुहुन्छ। सबैको पार्टी भएको हुनाले तर यो उज्यालो नेपाल नदिने भन्ने छ कि छैन? हर्क साम्पाङले श्रम संस्कृतिमा नदिने भयो हैन, पत्रकारहरूले पार्टीको श्रम संस्कृति पार्टीको सदस्यता लिन नपाइने भन्ने छ। तपाईहरुको चाहिँ के छ व्यवस्था? हामी पत्रकार भनेको सबैको साझा हुनुपर्छ, पत्रकारले सही बोल्नुपर्छ, पत्रकार कुनै पार्टीको भारतीय संगठन हुनु हुँदैन भन्ने नै हो हाम्रो, र वकिलहरू कुनै पार्टीको भारतीय संगठन बन्नु हुँदैन। किन भन्दाखेरि कस्तो वकालत गर्छ? एमाले कांग्रेसले त बनाएको छ त पत्रकारमा, हामी एमातारी प्रेस युनियन लगायतको थुप्रै संगठनहरु बनाएको छ त। देश बिग्रेकै त्यहाँनिर हो, तपाईहरुको त्यस्तो बन्ने बन्दै बन्दै देश भनेको त्यहाँनिर हो। अनि देशको चौथो अङ्ग भन्ने हैन, अनि फेरि पनि पार्टीको के अरे जनसङ्गठन जस्तो भारतीय संगठन जस्तो भन्ने गर्ने भने त कसरी देश वाक स्वतन्त्र चाहिँ कसरी हुन सक्छ? सही कुराहरू कसरी आउन सक्छ? त्यसले गर्दाखेरि हाम्रो त्यो चाहिँ हुँदैन। पत्रकार स्वतन्त्र रहनु पर्यो, ठिक छ, त्यो विधिगत कुरा हो, सैद्धान्तिक कुरा हो, दार्शनिक कुरा हो। अब भन्नुस्, तपाईँ यता हर्क साम्पाङसँग नजिक भएको मान्छे एक्कासी तपाईँ पूर्व छोडेर पश्चिम कसरी जानु हो भन्ने तर्क पनि छ क्या? जेनरल लावती हिजो हर्क साम्पाङसँग नजिक भएर हिँड्ने मान्छे, हर्क साम्पाङको कार्यक्रम अतिथिहरू आसन ग्रहण गरिरहेको अवस्थामा, कार्यक्रम चलाइरहेको अवस्थामा जेनरल लावती पनि अवसरवादी नै हो कि क्या हो भन्ने पनि छ क्या? सवाल उठिरहेछ बजार मार्केटमा। जस्तै व्यक्तिगत भनेको नितान्त व्यक्तिगतै हुन्छ, तर राजनीति फरक कुरा हो, व्यक्ति र राजनीति फरक कुरा हो। अहिले पनि म श्रम संस्कृतिका धेरै साथीहरू मेरा साथी छन्, त्यो मेरो व्यक्तिगत रिलेसन हो। अहिले हर्क साम्पाङसँग मेरो राम्रो सम्बन्ध छ, त्यो मेरो व्यक्तिगत सम्बन्ध हो हैन। तर राजनीति भन्ने फरक कुरा हो, किनभने म त हिजो के अरे उहाँहरूसँग म नजिक हुँदा, नजिक बोल्दा, मिलेर काम गर्दा त्यो पार्टी भनेर हामीले गरेका थिएनौँ नि त, एउटा स्वतन्त्र अभियन्ताको रूपमा हामीले काम गर्दै आएको हो। तर आज पार्टी बनिसकेपछि श्रम संस्कृति पार्टी एउटा र यो नयाँ दलको रूपमा उदाओस्, हाम्रो शुभकामना छ। र उज्यालो नेपाल पार्टी पनि अब हामीले दर्ता गरेर ल्यायौँ हैन। त्यसले गर्दाखेरि त्यो अझै हाम्रो चाहना त मैले धेरै मिडियामा बोलिरहेको छु, नयाँ शक्तिहरू मिलेर जानुपर्छ भनेर भनिरहेको छु नि। र हिजो अस्ति भर्खर एउटा मिडियामा मैले भनिसकेँ, तपाईँहरू पुराना दलले, पुराना पार्टीले देश बिगार्यो भन्ने, फेरि पनि पुरानो दल पुरानै पार्टीमा बस्ने हो भने देश बन्छ त? तपाईहरु छोडेर आउनुहोस्, कि उज्यालो नेपाल पार्टीमा आउनुहोस् कि श्रम संस्कृतिमा जानुहोस् भनेर म त खुला बोलिरहेको छु। अनि तपाईहरु त रवि लामी छाने स्वतन्त्र पार्टी राष्ट्रपसँग मिल्ने कुरा छ अरे हो? नयाँ शक्तिहरूसँग सबैसँग मिल्ने, रविसँग मात्र होइन, श्रम संस्कृतिसँग पनि हामी राष्ट्रपसँग मिल्ने हो। राष्ट्रपाले यदि यो संविधानलाई मानेर आयो भने, संहिताले मानेर आयो भने, सहकारी ठगको चाहिँ जुन केस चाहिँ के हुन्छ? त्यो व्यक्तिको कुरा छोडौँ न, अध्यक्ष नै उहाँ राष्ट्रपा राष्ट्रिय स्वतन्त्र पार्टी भनेको रवि भनेर हामीले सोच्नु गलत हो क्या? उहाँ के हो? त्यो त उहाँ न्यायको कठारमा जनताको बुझाइ त त्यही हो नि त, रवि लामी छानेलाई हेरेर त्यो पार्टीमा लागेको हो, पार्टीको कुरा गरेका छौँ, व्यक्तिको होइन। त्यसो भएको हुनाले नयाँ शक्तिहरू मिल्नुपर्छ, नयाँ शक्तिहरू मिल्दा मात्र पुराना शक्तिले विस्थापित गर्न सक्छौँ र नयाँ शक्तिहरू स्थापित हुन्छौँ। भनेपछि श्रम संस्कृति पार्टीसँग मिल्ने प्रबल सम्भावना छ हामीसँग, एकदम खुल्लमखुल्ला हामीले भनिरहेका छौँ त। त्यो त हर्क साम्पाङलाई यो प्रस्ताव तपाईँहरूले कहिले गर्नु भएको छ? औपचारिक, अनौपचारिक, प्रत्यक्ष अप्रत्यक्ष रूपमा तपाईँहरूले? हामी त औपचारिक रूपमा पनि बस्छौँ भन्ने नै छ, अनौपचारिक रूपमा छलफल चलिराखेकै छ हैन। उहाँहरूको टिमसँग मेरो व्यक्तिगत भेटघाट पनि भइरहेछ, फोनमा पनि कुरा भइरहेछ हैन। सम्भावना छ? हामी त सम्भावना कुलमान र हर्क साम्पाङ मिल्नुपर्छ भनिरहेछ जनताले, सम्भावना देख्छौँ हामी। सोसियल मिडिया त हामीले तपाईँले हेर्नुभएको छ, हामी पनि प्रयोग गर्छौँ। अब हामी त हाम्रो कामै अब सोसियल मिडियामा हो हैन, बढी से बढी। त के भन्दाखेरि त्यहाँ तपाईँले देख्नुहुन्छ नि, त्यहाँ तपाईँको चाहिँ 90% जनताहरूले कुलमान घिसिङ र चाहिँ ऊ मिल्नै पर्छ, नमिली हुँदैन भनेको छ। यसरी चाहिँ एकअर्कालाई चाहिँ आरोप प्रत्यारोप गर्नु हुँदैन, नयाँ नयाँ जुझ्नु हुँदैन, पुरानोले फेरि पुरानोले हाबी हुन्छ भन्ने कुरा भइरहेछ। त्यो कुरालाई तपाईँहरूले कतिको तपाईँले सुन्नु भएको छ? उज्यालो नेपाल पार्टीका कसैले श्रम संस्कृति पार्टीलाई गाली गरेको देख्नु भएको छ, सुन्नु भएको छ? देखाएको छैन, सुनेको छैन। तपाईँले अहिले हाम्रो उज्यालो नेपालका महानायक कुलमान घिसिङले एक शब्द चाहिँ हर्क साम्पाङ गलत हो भनेर बोल्नु भएको छैन नि। त्यसले गर्दाखेरि हामी चाहिँ फुलले हैन हानिरहेछौँ, तर हामीले ढुङ्गा प्रहार हुन्छ भने नबोल्ने खतरा हुन्छ। के हो भन्दाखेरि बाहिर नबोल्ने भन्दा हामी चाहिँ खतरा हुन्छ। त्यस्तो हाम्रो भोलि चाहिँ विस्फोट भयो नि त फेरि। हामी यो देश बनाउनु पर्छ, यो देश बनाउनु पर्छ भनेर आएका हौँ। यो देश जसले बिगार्यो त्यो हाम्रो दुश्मन हो,
तर हामी नयाँ शक्तिहरू यो देशले परिवर्तन गर्नुपर्छ भन्नेहरू, यो देशको विकास र समृद्धितिर लानुपर्छ भन्नेहरू हाम्रो मित्र हुन्। त्यही भएर अघिदेखि म भन्दैछु, नयाँ शक्तिहरू, नयाँ नेतृत्वहरू हाम्रा लागि मित्र हुन् र जसले यो देश बर्बाद गर्ने पार्टी र नेताहरू हाम्रो दुश्मन हुन्। हामी क्लियर बोलिरहेका छौँ। ओके, तपाईँ अब अन्तमा भनिदिनुहोस्, उज्यालो नेपालले अब आगामी यो फागुन 21 गतेको चुनावमा अथवा आगामी चुनावमा कति सिट ल्याउने तपाईँहरूको लक्ष्य छ? हाम्रो 165 क्षेत्रमा हाम्रो उम्मेदवारी हुन्छ। समानुपातिक 110 ठाउँमै हुन्छ। त्यो 100% नै हामीले जित्नुपर्छ भन्ने हाम्रो दाबी हो। नभए पनि द्वितीय आउनुपर्छ भन्ने हाम्रो दाबी। द्वितीय ल्याउनुहुन्छ? ल्याउँछौँ पक्का। देशले उज्यालो बनाउनु परेन हो, देशले उज्यालो बनाउनु परेन भने गफ मात्रै त होइन नि। गफ होइन, हामी काम गरेर देखाउँदैछौँ। भर्खरै हामी पनि एउटा छलफल मिटिङ बैठकमा आएका छौँ। यहाँ तपाईँले अब सुनौ, यो 10 गतेभित्र, पुस 10 गतेभित्र हाम्रो सुनसरीको 12वटामा एउटा धरान हामीले पहिला गठन गरिसकेका छौँ। अब 11वटा गठन गर्ने हामी तयारीका साथ अगाडि बढेका छौँ। ओके, तपाईँलाई अल द बेस्ट। दर्शकवृन्द, अहिले हामी भर्खरै कुराकानी गऱ्यौँ जेन्टल लावती, जो उज्यालो नेपालको केन्द्रीय सदस्य हुनुहुन्छ। केही जल्दो बल्दो युवा, एकदम देशको लागि समाजको लागि केही गर्नुपर्छ र विशेष गरी उहाँ पहिचानवादी नेता पनि हो र हामी आशा गरौँ उहाँले गरेको काम राम्रै हुनेछ भन्दै समय र संवादको लागि यहाँलाई धन्यवाद छ। ल, तपाईँहरूको सम्पूर्ण टिमलाई पनि धन्यवाद। हस् त दर्शकवृन्द, हामीलाई हेर्दै हुनुहोस्, हामी तपाईँलाई नयाँ नयाँ अपडेट दिइरहनेछौँ।